जनालाई मेरो नाम चाहिँ विमल विश्वकर्म बुर्तिबाङ राइजिङ क्लबको कोषाध्यक्ष 2032 सालदेखि अब सानोतिनोदेखि लिएर ठुलो सेवाहरू दिँदै आएको यस बुर्तिबाङ अस्पताललाई हृदयदेखि नमन सम्पूर्णलाई पनि हृदयदेखि नमन छ। अहिले आउँदै गर्दा दुईजना मात्रै बोलिराख्नु पर्छ, तेस्रो पालो मेरो छ। यहाँ आउँदै गर्दा पनि हस्पिटलका पुराना गल्तीहरू कसैले पनि नखङ्गालेको एउटा फर्स्ट टाइम होला यो। किन भन्दाखेरि एउटा एजुकेटेड पर्सन आएको फिल पनि हामीलाई पनि भएको छ। हामीहरू आएर बोल्दै गर्दाखेरि केही चेन्जेसहरू आइरहेको छ, नयाँ डक्टरहरू आउनु भएको छ। आफ्नै मित्र सागरजी पनि यही नै हुनुहुन्छ। यस्तै डक्टरहरू अझै आउनु त्यो ठाउँमा आफ्नै भेगमै आएर सेवा सुविधा दिन पाउँ। उहाँहरूको गुनासो पनि छ, उहाँहरूले भने जति स्यालेरीदेखि लिएर उहाँहरूले पाउनुपर्ने पारिश्रमिक पनि नपाएको खण्डमा पनि उहाँहरूले यहाँ आएर सेवा सुविधा दिनुभएको छ। एकदम खुसी नै छौँ। र अब बुर्तिबाङ अस्पतालले गर्नुपर्ने एउटा काम के छ भने यो बुर्तिबाङ अस्पताल स्ट्रक्चर एकदमै ठुलो छ र यहाँ अब मान्छेहरू हरेक किसिमका मान्छेहरू आउने पनि ठाउँ हो। रक्सी खाएर हो हल्ला गरेर नसादनी पदार्थहरू युज गरेर आउने ठाउँ पनि हो। यहाँ दुईजना गार्डको आवश्यकता पनि देखिन्छ। दुईजना गार्ड चाहिँ कस्तो भन्दाखेरि यहाँ अहिले नर्सहरूलाई पनि गाह्रो भइरहेको छ। कोही बिरामी आउँछ, उचालेर भित्र पुर्याउन सक्ने अवस्थाहरू पनि हुँदैन। कुनै बेला आफै गर्नुपर्छ। कुनै व्यक्ति रक्सी खाएर आफै आएर अब समस्या देखाउँछ। हिजो मात्रै एउटा केस आएको थियो भने एकजना नर्स हुनुहुन्थ्यो, म चिन्दिनँ मैले, तर कुरा चाहिँ आएको थियो। उहाँ आँसु छाड्नु भएर बाहिरी मान्छे आएर दम्काएर भन्ने कुराहरू भयो। यो प्रोटेक्सनै भएन। प्रोटेक्सन दिन सक्नु पर्यो बुर्तिबाङ अस्पतालले चाहिँ है। अनि त्यस्तो गर्दाखेरि एउटा अर्को खुसीको कुरा पनि छ। खुसी मात्र भन्न आइरहेको छ। आज चाहिँ म आलोचना त्यति धेरै छैन। आफ्नै अस्ति एउटा मैले बुर्तिबाङ अस्पतालको एउटा पेजमा मैले पनि देखाएको थिएँ, फोटो पनि देखाएको थिएँ। एउटा हर्नियाको राम्रो सफल उपचार पनि भएको रहेछ। त्यही समस्या, एक्ज्याक्ट समस्या केही महिना अगाडि मेरो आफ्नै बुवालाई पनि परेको भएर इमर्जेन्सी मैले आफै पोखरा लगाउनु पर्ने थियो। 2 लाख बराबरको खर्च पनि आएको थियो त्यो बेलामा। र अब यो यति हुँदै गर्दा अब आउने अर्को बुवाहरूले यो दुःख पाउनु हुँदैन भन्ने आशा पनि एकदमै छ। र सुत्केरीलाई पनि राम्रो सेवा सुविधाहरू आइरहेको छ। एउटा चाहिँ म आफ्नै पर्सनल केही टिका टिप्पणी भन्छु। यहाँ पेजमा चाहिँ मुख्य सहयोगी संस्था निकायहरू भनेर आइरहेको रहेछ। यसमा सम्पूर्ण छ नेपाल सरकार गण्डकी प्रदेश स्वास्थ्य बिमा बोर्ड, निक साइन्स इन्स्टिट्युट, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, धरपाडा नगरपालिका लगायत छिमेकी स्थानीय तह। र यो अन्तिमको 6 मा छ यो लायन्स क्लब, रोटरी क्लब, रेड क्रस सोसाइटी लगायत अन्य स्थानीय संस्थाहरू भनेर तपाईँहरूले खोज्नु भएको रहेछ। बुर्तिबाङ राइजिङ क्लब आजभन्दा 52 वर्ष अगाडि मेबी यो ठाउँमा मेलादेखि लिएर सामाजिक काममा पनि अगाडि रहँदै आएको थियो जस्तो फिल पनि छ। र अहिलेको बुर्तिबाङ अस्पतालका व्यवस्थापक अध्यक्षज्यू पनि राइजिङ युथ क्लबबाटै रिप्रेजेन्टिङ गरेर आउनु भएको जस्तो फिल पनि छ। र राइजिङ युथ क्लबको नाम यसमा नदेख्दै गर्दा अलिकति केही खुन्नस चाहिँ छ। यसलाई पनि अर्को पटक सुधारेर जानुहुन्छ भने एकदम आशावादी छु। र अर्को कुरा, हाम्रो एकजना सरले स्वास्थ्य अधिकारीज्यूले एउटा कुरा भन्नुभएको थियो, जस्तै मान्छेहरू सिचुएसन अनुसार बाहिर पठाउनु पर्ने अवस्थाहरू छ, एकदमै हामीले बुझिरहेको छौँ। तर मान्छेहरूलाई यहाँ अवस्था कस्तो पनि छ भने सिटामोल भन्दा अर्को तेस्रो मेडिसिन पाउँदैन, दोस्रो मेडिसिन पाउँदैन भन्ने एउटा मेसेज पनि एकदमै गइरहेको छ। अनि बाहिर मेडिकल माफिया भयो भनेर आलोचना आइरहेको छ। अहिले हामीले यहीँ हाम्रो आफ्नै दाइले पनि यो फार्मेसी खोल्दै गर्दाखेरि आलोचना के आएको छ भने भित्र सिस्टम उनीहरूले मिलाउँछ, बाहिर चाहिँ व्यापार गर्नलाई यस्तो राखेको भनेर आलोचनाहरू आइरहेको छ। यो आलोचना नआओस्। भोलि बिहान हरेक यसबाट लिने धनी गरिब सम्पूर्ण वर्गले सेवा सुविधा लिने ठाउँ हो। यो ठाउँमा चाहिँ जुनैसुकै पनि व्यक्ति आएर यहाँ आएर उपचार गर्न नसक्ने अवस्था नहोस्। सकेसम्म उपचार गर्न नसक्ने अवस्थामा बाहिर पठाउने आर्थिक अवस्था नहुन सक्छ त्यो व्यक्तिको। त्यसलाई म्यानेजमेन्ट कसरी गर्ने, स्थानीय तहदेखि लिएर वडा कार्यालय छ, दिदी पनि हेर्ने हुनुहुन्छ होइन। सम्पूर्णजना सबैजनाले एउटा के अरे रिक्वेस्ट पनि हो यो मेरो, गरिब वर्गको मान्छेलाई सिलेक्सन गरेर कसरी चाहिँ यहाँ हुन नसक्ने उपचार कसरी बाहिर पठाउँदाखेरि उसलाई अझै सहजीकरण चाहिँ कसरी गर्ने त। यहाँ एउटा हाम्रो यो झोरपाडा वडा नम्बर 1 को एकजना रुद्रबहादुर दमाई भन्ने हुनुहुन्थ्यो एकजना व्यक्ति, उहाँ क्यान्सर पीडित हुनुहुन्छ। अनि अस्ति उहाँको एउटा कम्प्लेन पनि थियो। के भयो भने उहाँ भित्र आउनुभयो, उहाँको उपचार यहाँ हुँदैन थाहा छ, तर के भयो भने त्यहाँ भित्रबाट ड्युटी भएको स्टाफले चाहिँ ड्रेसिङ धरी गर्न नमान्नु भएको उहाँहरूले गुनासो गर्नुभयो। त्यो मान्छेको मसँग फोटो छ, भिडियो छ। त्यो कारणले गर्दाखेरि त्यस्ता खालका रेस्पोन्सिबिलिटी मान्छे हेरेर व्यक्ति हेरेर नगरिदिनु होला सबैजनाले। व्यक्ति हेरेर भन्दा पनि यहाँको सेवा जे हो हामीसँग भएको यो छ भनेर भनिदिनु होला। सबैजनालाई नमस्कार।
कमल भुषाल जतिको दाइ यो ठाउँमा आउँदा एकदमै खुसी लागिरहेको छ। तपाईहरुलाई एउटा च्यालेन्ज पनि छ दाइ, तपाईहरुलाई एकदम च्यालेन्ज पनि छ। यो पटक तपाईहरुले चेन्ज गर्न सक्नु भएन भने अर्को व्यक्तिलाई उठाउने बाटो कहिले पनि नहोस्। उठाउँछन्, उठाउनलाई डिबेट गरौँला, मिलेर गरौँला। यो पटक तपाईहरुलाई चान्स पनि छ दाइ श्रेय लिने। यो चेन्ज जसरी पनि तपाईहरुले ल्याउनुपर्छ। यही नै हो। नमस्कार, धन्यवाद।